सावधान, टेक्ससमा बढ्दैछ अवैध गेमिङ र अनलाइन जुवा। नेपाली अभिभावकहरूका लागि चेतावनी। मुख्य घटनाहरू। ल्यारेडोमा 60+ गेमिङ मेसिन र हजारौं डलर नगद सहित छापा। ब्रेक इन रिजमा नेपाली मूलका व्यक्ति सहित 3 जनालाई अनलाइन जुवा सञ्चालनमा पक्राउ। ह्यारिस काउन्टीमा अन्डरकभर छापा जहाँ 13,000 नगद र जुवा सामग्री जफत। अपरेसन डबल डाउनमा 30+ गेम रुम बन्द। 16 जना विरुद्ध मनी लन्ड्रिङ, जुवा र भ्रष्टाचारमा मुद्दा। ह्यारिसन काउन्टीमा 80 जुवा मसिनहरू र लागु औषध सहित छापा। नेपाली अभिभावकहरूप्रति सन्देश। यदि तपाईँहरूको बच्चा बच्ची अमेरिकामा हुनुहुन्छ, स्पेसली एक्लै हुनुहुन्छ, पढ्नको लागि आउनुभएको छ वा विभिन्न प्रयोजनले गर्दा यहाँ हुनुहुन्छ र उहाँहरूको गतिविधि अलिकति अनौठो छ या भनौँ टु बी स्पेसिफिक चाहिने भन्दा बढी उहाँहरूको आय स्रोत देखिरहेको छ, उहाँहरूको लाइफस्टाइल अलि धेरै नै चेन्ज छ, अथवा उहाँहरू एङ्जाइटी डिप्रेसनमा पो जानुभएको छ कि यदि यस्तो केही अफ देख्नुभयो भने उहाँहरूसँग कृपया कुरा गर्नुहोस्। उहाँहरूलाई सोध्नुहोस् के भइरहेको छ। उहाँहरूको साथी सर्कलको नम्बर लिनुहोस्, साथीभाइहरूसँग बुझ्नुहोस्, कम्युनिटीका मान्छेहरूसँग बुझ्ने प्रयास गर्नुहोस्। यदि तपाईँहरूको आफन्त कोही हुनुहुन्छ अमेरिकामा भने उहाँहरूसँग पनि खोज खबर लिनुहोस्। तपाईँका बच्चा बच्चीहरूले के गर्दैछन्, कतातिर जाँदैछन्, कुन बाटो अँगाल्दैछन् भन्ने कुरा बेलैमा बुझ्नुहोस् र सचेत हुनुहोस्, किनभने कहिलेकाहीँ धेरै ढिलो हुन सक्छ। र नेपाली कम्युनिटीभित्र पनि यस्ता साइड हसल भन्दै यस्ता अनैतिक कारोबारहरू गर्नेको सङ्ख्या निकै बढिरहेको छ। अवस्था गम्भीर बन्दैछ। अब प्रहरीले नेपाली नाम र बिजनेस ओनरहरूको पनि निगरानी गरिरहेको छ। यदि तपाईँहरू यस्ता अनलाइन व्यवसायहरू चलाइरहनु भएको छ र यस प्रकारका मसिन वा अनलाइन गेमिङ प्लेटफर्म गरिरहनु भएको छ, सञ्चालन गरिरहनु भएको छ भने यसबाट टाढा रहनुहोला। कृपया यो सन्देश सेयर गर्नुहोस् ताकि हाम्रो समुदाय सुरक्षित रहोस्।